नमस्ते, तपाईहरु हुनुहुन्छ हाम्रो अमित महर्जनको ब्लगमा। हामी आएका छौं फिलियात्रा माथिपट्टिको ड्याममा। यो चाहिँ ग्रिसमा अवस्थित रहेको छ। यो ड्याम माथिको पुल रहेको छ भने हेर्न सक्नुहुन्छ ड्यामबाट बनेको ताल। हाम्रो ब्लगर मिस्टर अमित महर्जन ज्यू, वेलकम टु माई ब्लग गाइज। यो चाहिँ हाम्रो ड्याम हो फिलियात्रा मिसिनाको ड्याम रहेको छ। ल हेर्न सक्नुहुन्छ तपाईहरु। यो झलक्क हेर्दाखेरि फेवातालको कुना जस्तो देखिरहेको छ। अलि सानो सानो भए पनि ड्याम चाहिँ ठुलो रहेको छ भने ताल चाहिँ खासै ठुलो लामो नरहेको देखिन सकिन्छ हामी प्रष्ट। यहाँ हुनुहुन्छ हाम्रो मिस्टर अमित महर्जन द ब्लगर। Stay continue in the Amit Maharajan vlogs. Guys, Faristo Parapoli. See you next time. Faristo Parapoli for seeing my video.